बच्चाहरूले जे कुरा पनि मुखमै राखिरहेको हुन्छ उनीहरूको ओरल फेजमा यसरी नै सिक्दै जाने हो, लर्न गर्दै जाने हो। अनि एट द सेम टाइम उनीहरूले के गर्छ भने जे कुरा पनि फुत फालिदिन्छ, जताततै फालिदिन्छ अनि फेरि त्यही कुरा टिपेर मुखमा राख्छ। यसरी चाहिँ के हुन्छ भन्दाखेरि बेबीहरूलाई इन्फेक्सनहरू हुने होइन, डाइरिया, भोमिटिङ हुने, ह्यान्ड माउथ फुड डिजिजहरू हुनसक्ने चान्सेसहरू हाई हुन्छ। सो मैले चाहिँ के गर्ने गर्छु भन्दाखेरि जहिले पनि अब यो बोतल क्लिन गर्ने बेलामा के बिहान छोरीको चाहिँ यो तिथरहरू अनि ऱ्याटलहरू चाहिँ चट्ट सफा गरिदिने गर्छु। के गर्छु भन्दाखेरि मैले ठ्याक्क पानी लिन्छु होइन, त्यसमा चाहिँ अब यो बोतल मैले यो कोडोमोले सफा गर्छु नि, यो कोडोमो नै यसमा मैले खनाएर राखेको छु कि कोडोमो नै राखेर अनि सफा गरिदिने गरेको छु। टक्कै यस्तो फिज बबल आइसकेपछि चाहिँ यसो फिज आइसकेपछि चाहिँ एउटा एउटा गरेर राख्छु। उसले फेरि दिनकै खेलिराख्ने चपाइराख्ने यो हुन्छ नि ऱ्याटलहरू अनि तिथरहरू, तिनीहरूलाई चाहिँ सफा गर्छु। अरूहरूलाई चाहिँ खासै त्यस्तो सफा गर्दिनँ। यो चाहिँ उसको टङ क्लिनर हो, यो पनि यसमा सफा गरिदिन्छु। यसरी मैले यो प्रिपेयर्ड झोलमा चाहिँ एक एक गरेर सबै खेलौनाहरू राख्छु। एकछिन चोबलिसकेपछि चाहिँ मैले यो पुरानो ब्रस हामीले युज गरिसकेको ब्रस लिएर चाहिँ कुना काप्चाहरू चाहिँ क्लिन गरिदिन्छु, किनकि त्यो खेलाउने कुराहरूमा चाहिँ कुना काप्चाहरू त्यो घाँटी घाँटी कता कता के हुन्छ क्या, अनि त्यहाँदेखि फोहोरहरू अड्केर बसेको हुन्छ। सो यसरी ब्रसले सफा गऱ्यो भने निस्किन्छ। तर यो ऱ्याटले भगवान्, मैले यसलाई चाहिँ दिनको एकचोटि होइन 3 चोटि सफा गर्नुपर्छ। यो कपाल भन्ने चिज के रहेछ साथीहरू, कोठा जति सफा गऱ्यो भने पनि आइहाल्ने एकछिन नै त्यसमा कपाल आइहाल्छ। अनि बच्चाले फेरि त्यही मन पराउँछ। मेरो हे भगवान् के गर्नु, सबै खेल्ने कुरा चाहिँ यसरी सफा गर्न सकिँदैन साथीहरू। अब हप्तामा 2-3 चोटि गर्ने हो, तर उसले दिनकै खेल्ने कुराहरू ऱ्याटल तिथरहरू चाहिँ हामीले दिनकै सफा गरिदिनै पर्छ होइन, न त फोहोरहरू बसिरहेको हुन्छ। र त्यसलाई चाहिँ मजाले हामीले पानीले पखाल्न पऱ्यो, अदरवाइज त्यसमा साबुनहरू रहन सक्छ। अनि हामीले त्यसपछि एयर ड्राई गर्न। तपाईँहरूले चाहिँ तिथर र ऱ्याटल कसरी क्लिन गर्नुहुन्छ कमेन्ट गर्नु होला।